गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँलाई फेरि स्वागत छ हाम्रो जट्टु ब्लग्समा। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, यो पनि सन्चै छैन। होस् मलाई 12 बजे आफ्नो काम गर्न त। यसले त चिन्नुहुन्छ होला, यो जहिले मेरो ब्लगमा आइराखेको हुन्छ। बडुवा बेरोजगार, हाम्रो काम दाम छैन। सुमनको दिदीको बिहे छ, त्यसले हामीलाई बोलाएको छ। त्यहाँ अब हामी जाँदैछौँ। कहाँ हो कि ढोकरिया। इन्भाइट सिन्भाइट केही छैन, सुमनले खालि बोलाएको छ, म्यासेज गरेको छ। हामी चल्दैछौँ। अमर्दको बाटो यो छ। यहाँको नेताको बाटो साटो बनाउँदैन। क्या छ बेरोजगार? के छ बेरोजगार? नरिसानु के भन्दैन। एक दुई लाइन केही भन्न मन छैन। एक दुई लाइन एक दुई लाइन एक दुई तीन लाइन ल एक दुई तीन लाइन। अब केटीहरू फिदा हो कि त्यसको आइडी के हो भन्ने त फेसबुक चलाउँदैन वाट्सएप नम्बर केही चलाउँदैन। खालि कुरो मागेर खालि इङ्ग्लिस मुभी हेर्छ। कुरा बुझ्छस् त? तू समझा? हाँ नहीं तू समझा नहीं। के भन्दै थियो? चोच्चो भन्ने थियो। यस्तो घाममा चाहिँ हामी बस्न गएको। ल हामी गएको। ल बाई 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 बाई। खातेको कारणले त्यहाँ हामीलाई ओर्नु पर्ने हो, त्यो मन्दिरको साइडमा होइन। यसलाई यहाँ चोक्नु ओर्लाइदियो। अब टेन्सन दिएन 1 लाखको। त्यत्रो अब हिँडेर जानुपर्छ नि। सुमन आउँछ र यत्रो अब हिँडेर जानुपर्छ। वा कपाल मुलेर हानेको नि। वहाँ घडी कति ला मैले घडी लाउनै बिर्सिहाल्यो यार। हेर्न हेरेस् फ्रुटी खानु साथी भनेको यस्तो हुनुपर्छ। के खा भन्दाखेरि धोकडियाको मन्दिर होइन, ढोकिदिउँ ल अलिक। ढोक्नुपर्छ क्या यो। तर यसले ढोकेन क्या, यसले ढोकेन। यसलाई पाप लेख्छ, यसले ढोकेन। भगवान् यसले तपाईँलाई ढोकेन, यसलाई श्राप दिनु। यसको केटी कहिले नपत्योस् भनेर यो खातेलाई। अहिले पनि केटी किस्काइरहेको छ। त्यहाँ जाँदैछ नि केटी। सेतो सक्स लाउँदा यस्तो हुन्छ चप्पलमा। सक्सिनुको फाइदा हेरिस् कालो। यहाँ 300 को नि त सक्स किन्न। यो पनि 700 को हो नि त। यहाँ नाइकीको लोगो हेर्न। साले 700 को त मान्छेको हो कि होइन? म 700 को सक्स लाउँछु। हट गाडी भन् न तेरो सक्स फोर भनेर मेरो राम्रो छ भने त्यहाँ। यहाँ बेहुलीको घर कुन राजवंशी के हो? यो बेहुरा त कस्तो अर्कै तरिकाले हिँड्दैछ त। यो हो कि त्यो नाम पऱ्यो के हो? अनि यो के नाम हो? अनि आउँदैन त त्यसैले गर्दा भनेको। अनि के हो? ओए सुमन पोखरी यो तेरो कुन हो रे? पोखरी यो पोखरी हो तलाई। कुन पोखरीको कुरा गर्नु? उदो पोखरीको कुरा। हामी त्यहाँ ओर्लेको थियौँ साले। घर तँलाई स्यालेरी दिँदिन नि फेरि। मजाले त मेरो चप्पल यहाँ फोटो आएको छ। एउटा पनि दाग भयो भने तेरो अर्को हप्ताको स्यालेरी काटिदिन्छु। के हो तेरो? त्यो पानी अलिक लिएर गर्नु थिएन? काम चोरी गर्छ। काम छ त्यो मजाले। के हो बुझ मजाले बुझ। माया पक पक माया म आफै लिन्छु। छोड भिडियो बन्द गर्न। बाजे त गर्मीको मौसममा त्यो चिसो खाइदिनु त होइन। दाइले के भन्छ स्पोन्सर गरेको र यहाँ दाइ हुनुहुन्छ। यहाँ यो कद्दु
सक्छ त फाइनली जन्ती आइसक्यो होइन रोहित जाउँ जन्ती पार्टी डान्स गर्ने हिँड्न फाइनली जन्ती आइसक्यो लगता है ये हीरोइन आपके प्यार में गिर गई दट जबब लगा लगा रे And if you ain't talking better, then I'ma cut the phone. केटा हो पानी परेर अब त यहाँ त तनाव पारिदियो त आम्मामा पानी परेर तनाव पानी पानी परेर मण्डपलाई त तनाव पारिदियो रे 2 बजे आउनु पर्ने हो नि त जन्तीलाई त कहाँ अनि 4-5 बजे आएर हुन्छ त गाई जामा मजा आउँछ क्या सब केटी आउने बित्तिकै पानी पर्यो अब मजा आउँछ क्या सब केटीको मेकअप उत्रिन्छ अनि हेर्न मजा आउँछ फाउन्डेसनहरू 2-3 हजारको फाउन्डेसनहरू एकैछिनमा झर्छ अब सबैले हेरिदिनु होला सब्सक्राइब लाइक सेयर गरिदिनु होला